अहिले तपाईहरु मेरो सेयर चाहिँ लगइन गर्दा यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ एउटा नयाँ कम्पनीको आइपिओ साल्पा विकास बैंकको आइपिओ। यसको हामी फुल डिटेल यस भिडियोमा कुरा गर्नेछौँ। त्यसपछि कसरी एप्लाई गर्न सकिन्छ त्यो पनि हेराउनेछौँ। नमस्कार साथीहरु, आज हामी कुरा गर्दैछौँ साल्पा विकास बैंक लिमिटेडको आइपिओको बारेमा। यो आइपिओको मिति कुरा गर्नेछौँ, मिति कहिले आउँछ, मिति अनिश्चितता संख्या, मूल्य, भर्ने कि नभर्ने सबै कुरा छोटो र सजिलो नेपाली भाषामा बुझाउनेछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। ल भिडियो स्टार्ट गरौँ। साल्पा विकास बैंक लिमिटेड नेपालको राष्ट्र बैंकबाट अनुमानित प्राप्त गरेको बी क्याटेगोरी डेभलपमेन्ट बैंक हो। अब बैंक सर्वसाधारणको लागि आइपिओ जारी गरेको छ। कुल आइपिओको किताको कुरा गर्नुपर्दा 17,23,880 किता जारी गरिएको छ, जसमा सेयरको मूल्य प्रति किताको मूल्य 100 रुपैयाँ रहेको छ। आइपिओ बाँडफाँड विवरणको कुरा गर्नुपर्दा विदेशी रोजगारमा रहेको नेपालीहरूको लागि 10% सेयर अनि म्युचुअल फन्डका लागि 5%, कर्मचारीहरूको लागि 0.5% अनि बाँकी किता आम सर्वसाधारणहरूको लागि 14 लाख जति सर्वसाधारणको लागि चाहिँ किता चाहिँ जारी गरिएको छ। आइपिओ मितिको कुरा गर्नुपर्दा सामान्य सर्वसाधारणको लागि आइपिओ खुल्ने मिति पुस चाहिँ 16 गतेदेखि 20 गतेसम्म रहेको छ। आवेदन नपुगेमा 30 गतेसम्म रहनेछ। अनि आवेदनको विवरण भर्नुपर्दा न्यूनतममा तपाईले 10 किता एप्लाई गर्न सक्नुहुन्छ भने अधिकतममा तपाईले 25,000 कितासम्म पनि एप्लाई गर्न सक्नुहुन्छ। आवेदन माध्यम तपाईहरुलाई थाहा नै छ, मेरो सेयरमा आउँछ। यसमा इस्यु म्यानेजरको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। अब कुरा गरौँ भर्ने कि नभर्ने त्यो कुरा गर्नु। डेभलपमेन्ट बैंक हो, मूल्य सस्तो 100 रुपैयाँ अनि लङ टर्ममा लगानीकर्ताहरूको लागि ठिक बेनिफिट दिन सक्छ। तर तुरुन्तै ठुलो नाफा खोज्नका लागि यो आइपिओ होइन। रिस्क बुझेर मात्र लगानी गर्नुहोस्। अनि साल्पा विकास बैंक लिमिटेडको आइपिओ पुस 16 गतेबाट खुल्दैछ अनि रुपैयाँ 100 रुपैयाँमा तपाईँ 100 रुपैयाँमा 10 किता तपाईलाई कम्तीमा एप्लाई गर्नुपर्छ। यदि तपाईहरुलाई आइपिओ भर्ने तरिका, एलोटेड कहिले हुन्छ, लिस्टेड प्राइस कति हुन्छ, यस्ता प्रकारका भिडियो हेर्नका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिदिनु होला। र एउटा तपाईको मनमा लागेको एउटा क्वेशन तपाई कमेन्टमा राख्न सक्नुहुनेछ। यस्तै प्रकारका भिडियोहरू हेर्नका लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि फेसबुक अनि टिकटक मध्ये हेर्दै हुनुहुन्छ भने पेजलाई फलो गर्न नबिर्सिदिनु होला। हस्, थ्यांक यू एन्ड बेस्ट अफ लक फर योर फ्युचर।